आज चाहिँ मेरो आमाजु र छोरीलाई मनपर्ने डल्ले च्याउ बनाउन लागेको के मेरो जेठी छोरीलाई च्याउ भनेपछि असाध्यै मनपर्छ। कान्छी छोरीले चाहिँ च्याउ मन पराउन्न, जेठी छोरीले चाहिँ साह्रै च्याउ मिठो मान्छ के। यसलाई आज म पकाएर खुवाउँदैछु। सुरुमा तेल तताउने, अनि पछि मेथी हाल्ने, त्यसपछि प्याज हाले, अनि बेसार पनि सँगसँगै हाल्दिएको के राम्रो लाग्छ त्यसरी हाल्यो भने। अनि च्याउ हाल्ने, अनि यसलाई भुट्ने। हेर्नु त कति राम्रो देखेछ। यो भोटे लसुन हो। च्याउमा तपाईहरुलाई टिमुर मन पर्दैन भने टिमुर नहाल्दा पनि हुन्छ है। टिमुर नहाल्दाखेरि नि मिठो हुन्छ। मैले टिमुर हालेको होइन। कसैलाई चाहिँ टिमुर नहालेसम्म च्याउ मिठो लाग्दैन भनेर भन्छन्, तर मलाई त टिमुर नहाले पनि मिठो लाग्छ। मलाई खासै टिमुर मन पर्दैन के। अनि च्याउ चाहिँ आज रोटीसँग खानालाई तयारी गरेको। ल हेर्नुस् अब पाकिसक्यो। च्याउ र रोटी कस्तो मिठो हुन्छ एकछिनमै। अब म रोटी बनाउँदैछु। रोटी मोटो मोटो के गाउँको रोटी। मेरो कान्छी छोरीलाई चाहिँ पातलो रोटी मनपर्छ, अरू सबैलाई बाक्लो रोटी मनपर्छ। मलाई पनि बाक्लो रोटी मनपर्छ, बजारको आटा मन पर्दैन। हेर्नुस् है कस्तो राम्रो हुन्छ यो रोटी। अब फुलेको हेर्नु कति राम्रो फुल्छ। आहा, ल हेर्नुस् त फुलेपछि चाहिँ बाफ्ले रोटी भित्र पाक्छ है। अब म यो रोटी मेरो आमाजुलाई पर्सेर खान दिन लागेछु के। उहाँले कस्तो मान्नुहुन्छ है। म उहाँलाई रोटी लगेर दिन्छु है, रोटी र च्याउ। अब उहाँले खानुहुन्छ है। ल मिठो लाग्यो अरे।